ओसनमा पुगेको जस्तै फिलिङ्स आयो सी बिचमा पुगेको जस्तै यस्तो गर्थ्यो हामीले चाहिँ कति के खास यसको फङ्सन चाहिँ के हो पुरा हामी स्विम गरेर यहाँदेखि हामी क्रस गर्थ्यौँ गाइस दिज आर द वाल्स द्याट आर मेड ड्युरिङ द ब्रिटिस इन्डिया कस्तो जस्तो फ्लडले गर्दाखेरि डल्लै रहेछ कि दोकान दामी रहेछ नि ठुलै गरेर Hello guys, welcome back to another new video of our Sangacholing Recreational Park. Ani di biochin mo charaso. Islo ecotourism yani ngachigi mo na Sangacholing lalu. Lai साथीहरु यो चाहिँ हाम्रो Sangacholing को recreational park है ecotourism type को यो चाहिँ एकदम छ यहाँनिर मजाले एकदम छ यो चाहिँ पहिला पनि मैले यहाँको भिडियो पनि बनाएको थिएँ हो हिमालय भिडियो चाहिँ म This is the I think this is the only lake in Bhutan that we can reach just within a minute, guys. Anale highway anangush on the way to Sipsen Samche highway. This lake is located. Welcome to Sangacholing recreational area. Ani di biochin Samche forest division ki ani renovate baby so zai tenga chi daben nana jodo mare charso entry bedame mo hema dinga geni ana halam chi video soi ni sum je chi mo 2 to 3 video ngai soi debe da hema di saman gi cham chinga video soi ba te this time di winter na gadi be thomega ane jodo me anda so wai ane be jodo me charso yo पहिले चाहिँ मैले विन्टरको मात्रै बनाएको थिएँ समरमा बनाएको थिएँ अहिले चाहिँ विन्टरको बनाएको साथी हो दामी छ हेर्नु यसो साथी हो अहिले चाहिँ भिभोला स्टोर मात्रै यहाँनिर क्लिन गरेर यस्तो दामी बनाएको छ कि यहाँनिर साथी हो क्या दामी देख्दैछ भ्यू हेर्नुहोस् साथी हो लेक्सहरू अनि दि ड्युरिङ दि म ब्रिटिस इन्डिया कि अनि टाइम नालो अनि दि खोङदिसु कि अनि लेक दि अनि फेन्सिङ दिसु बेबी म खोङदिसु कि अनि म टी गार्डन नालो 초 아니 루니기 된로 랄리치 투니기 된로 아니기 된로 소소메 해마 중급들 같이 파팔로 안에 스위밍 잡니 봐 याले यहाँनिर हामी सानोमा हुँदाखेरि पुरा हामी स्विम गरेर यहाँदेखि हामी क्रस गर्थ्यौँ अहिले त अब सक्दैन हो दामी छ गाइस दिज आर द वाल्स द्याट आर मेड ड्युरिङ द ब्रिटिस इन्डिया की टाइम ने जोजोमे छ यो चाहिँ ब्रिटिस इन्डियाको टाइममा बनाएको यो वालहरु हेर्न साथै स्टिल कङ्क्रिट नि छ Plus mo ana lu zampa dis ane ebe zozo dume charso guys ane tami sampa यस्तो खालको पुलहरु पनि दामी बनाइदिएको छ यहाँनिर है र तपाईहरुलाई यहाँनिर आउँदाखेरि अब के अब चियापानीहरु खानु पर्यो भने यहाँनिर एउटा रेस्टुरेन्ट पनि खोल्दिएको रहेछ हो त्यस्तो लाग्यो हेरौँ के आइटमहरु पाउँदा रहेछ है यसको पनि अलिकति हामी यो एक्सप्लोर गरि हेरौँ यहाँनिर यस भाइ यस भाइ दोकान दामी रहेछ नि ठुलै गरेर अनि होमदलो नबिसकी कतिवटा पुसानीहरुको चाहिँ आना फास्ट फुड के आइटम का अरु बहुत थबे किन मेनु नालुका छ म स्टिक मोमो चिली मोमो बेस थुक्पा चाउमिन नानु कोका अरु बुझिने सब पाउने चाहिँ साथी हो यहाँनिर चाहिँ अब यहाँनिर चाहिँ भित्रको अलिकति भिडियो गर्नु भन्दा अलिकति प्राइभेसीले गर्दाखेरि अलिकति दिएन हो त्यसले गर्दा जस्ट बाहिर मात्रै बनाएको छु तर अब फाल्टु उता एक्सप्लोर गर्ने छु साथी हो यहाँ एकदम छ बसेर जग्गा खानेदेखि लिएर है दामी छ गाइस ड्युरिङ आवर स्कुल डेज म ngachi chungkubi debdalo ngachi gi ane bianale cross baby antam ni ani andis madego anti recently zozai me antam ni anale be jobe ana jobe mo ana ड्राइभ चाबी दे ngachi दि यहाँबाट ड्राइभ हान्थे साथी हामी सानोमा हुँदा चाहिँ we used to jump from here guys हामी यहाँबाट चाहिँ उतासम्म क्रस गरेर जान्थ्यौ भनेको नि त्यो टाइममा चाहिँ अहिले त ओभर डिप भएछ हो फर्स्टमा हामी सिक्दा चाहिँ यहाँदेखि उतासम्म प्र्याक्टिस गर्थ्यौ हो सानो हुँदा अलिक ठुलो पर्फेक्ट भएपछि त्यहाँ चाहिँ ठक्कै आएर चाहिँ यहाँदेखि चाहिँ उता खेल्थ्यौँ हामीहरू जस्ट हाइवे चाहिँ यहीँनिर छ हो हाइवे यहीँ मुनि हो जस्ट यसकै मुनि यहाँ माथि थियो
I think you guys should visit this Sangochuling recreational park and lake demo because it's so beautiful me charso worth visiting दुमे आन्दी यो छ नि यो चाहिँ यस्तो गरेर यस्तो गर्थ्यो हामीले चाहिँ हैन कतै के खास यसको फंक्सन चाहिँ के हो यसको एक्ज्याक्टली फंक्सन चाहिँ पानी अन अफ गर्ने हो कि कस्तो हो चाहिँ ड्युरिङ यो ब्रिटिश इन्डियाको टाइममा बनाएको 1 सेन्चुरी प्लस 1.5 सेन्चुरी प्लस भइसक्यो हो स्टिल यो कंक्रिट छ भनेको नि सिमेन्टेडहरु यो सर्ट यस्तो आएर चाहिँ यो पाइप छ नि यो पाइप यहाँबाट पाइपबाट सर्ट यस्तो मुनि गएर चाहिँ उदो इन्डिया लान्छ यहाँ चाहिँ अनि त्यति साह्रो दामी बनाइदिएको छ साथी हो र यस्तो मुनिबाट आउँदाखेरि चाहिँ तपाईहरु गरम भयो त रेस्ट गर्ने प्लेस पनि छ यहाँनिर है मजाले क्यानोपी दामी बनाइदिएको छ क्यानोपी स्टाइलको है यहाँनिर टक्कै यस्तो गरेर आराम पनि गर्न सक्छ तपाईहरुले हैन यस्तो गरेर मजाले हैन एकदम यहाँनिर मजाले आराम गर्न सक्छ तपाईहरुले हैन You guys may think more. I'm just bomb do my chodi. Devada and chudi gatilo no doma devada. The simple thing is more anale be pipe do me charson be pipe be pipe plus anale be drain. Source the anime. And in chamchi. Stream chunkuji and chugidi source the and that's it gaslam me this again and this again fencing baby shanwa. Then I'll leave a jomi charson. Woo guys जाना था मैं so beautiful lake छोटी चीज़ दूमश आनाले view दी पिज़्ज़ा थों आनाले आना तमारा ना बोली छोना ज़ुम्बे वैसे ना wave ताना wave गाड़ी बोमेगा गाड़ी थोमे अंदर ओए मला ता totally क्या बरे ocean को sea beach को feelings पाए तो साथियों यहाँनिरबाट त कस्तो दामी देख्दैछ आम्मामामा क्या दामी नि है कस्तो लाग्यो तँलाई फिलिङ्स कस्तो कति एक्साइटेड थियो नि अस्तिको त त्यसरी स्याटिस्फ्याक्सन लेभल पुर्याउन सकेन अस्तिको त त्यति लागेन नि आजको चाहिँ कस्तो लाग्यो तँलाई वर्थ भिजिट लाग्यो ठुलो गरेर है दामी नि ओभर क्लिन पनि नि ठुलो गरेर दामी छ साथी हो ओसनमा पुगे हामी चाहिँ ओसनमा पुगेको जस्तै फिलिङ्स आयो सी बीचमा पुगेको जस्तै फिलिङ्स चाहिँ त्यस्तो छ साथी हो दामी यो हो साथी हो यहाँनिर चाहिँ यति साह्रो बल्ल थुपारेको छ नि त्यहाँ चाहिँ कसरी अस्तिको फ्लडले गर्दाखेरि सोलै रहेछ कि खासै यहाँसम्म हुन्थ्यो यसको लेभल चाहिँ यस्तो बनाइदिएछ फ्युचरमा हैन साथी हो ऱ्याफ्टिङ टाइपको क्या ऱ्याफ्टिङ इन द सेन्स ऱ्याफ्टिङ टाइपको त्यो उयो भइहाल्यो हैन तर यहाँ बोटहरू छ हैन यस्तो उयो छ भने त आम्मामामा क्या दामी हुन्छ होला यार साथी हो त्यसले गर्दाखेरि चाहिँ यति दामी छ नि अस्तिको प्रिभियस भिडियोमा जस्तो त्यो त्यतिको सेटिस्फ्याक्सन चाहिँ पाएन हैन मतलब आजको जतिको सेटिस्फ्याक्सन चाहिँ पाएन आजको लेक चाहिँ अब क्लिन प्लस ठुलो है एरिया ठुलो लार्ज एरिया त्यसले गर्दा दामी छ आजको चाहिँ सेटिस्फ्याक्सन लेभल चाहिँ एकदम 100 बाट 100 बनाइदिए आज चाहिँ गाइस यहाँ आइपुग्दा चाहिँ नि यस्तो बसेर चाहिँ यहाँबाट यस्तो भ्यू हेर्दै बस्नु पनि दामी छ है जग्गा हैन गाइस यता पनि 1 राउन्ड टिटी हाँस्छ नि यता पनि हामी यस्तो गरेर 1 राउन्ड गरेर यस्तो आइपुग्यो अब यहाँदेखि नि सट्टै जाने हो नि साथी अब चाहिँ यहाँनिर चाहिँ ड्युरिङ कोभिड टाइममा यहाँ देशहरू यहाँ सर्भिलेन्स गर्ने यहाँनिर थियो ओपी पनि छ यहाँनिर ठिकै है त्यहाँदेखि टोइलेटहरू आयो भने बाथरुमको लागि यहाँनिर टोइलेट पनि छ है वासरुमहरू सबै छ यहाँनिर फेसिलिटी यति दामी छ साथी हो या गाइस कस्तो लाग्यो तपाईँहरूलाई हैन भिडियो चाहिँ सबैजनाले एटलिस्ट यो मेरो यो पोस्टलाई चाहिँ सेयर गरेर सबैजनाले लभ एन्ड सपोर्ट देखाइदिनुहोस् है हाम्रो यही मात्र हो यो के भन्छ इको टुरिज्म टाइपको हैन मजाको यहाँनिर बनाएको छ है यति साह्रो गभर्नमेन्टले हैन बजेट लगाएर बनाएको छ त्यसले गर्दा सबैजनाले सेयर गरिदिनु पोस्टलाई चाहिँ मेरो च्यानलमा चाहिँ यस्तै ट्राभल भिडियोजहरू डेली आइबस्छ त्यसले गर्दा सबैजनाले सब्सक्राइब गरेर तपाईँले ट्राभल भिडियो मन पऱ्यो भने चाहिँ सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला सबैजनाले so don't forget to like share and subscribe and also do follow my Facebook page so see you in the next video till then everyone take care bye bye